सबसे बेला मेरो नाम अमर सिंह सिजाली मगर म अहिले दुबई आबुधाबीमा छु र म अहिले ड्युटीमा पनि हो। सम्पूर्ण दर्शकहरू, मेरो घर चाहिँ दमौली तनहु गाउँ शिवपुर वार्ड नम्बर 1 र कोइदिम पर्छ र म अहिले तपाईहरुको माझमा एकदम दुःखको खबर लिएर उपस्थित भइसकेको छु। सम्पूर्ण दर्शकहरू, मेरो अङ्कल अहिले एकदम ठुलो रोग लागेको हुनाले अहिले हस्पिटलको बेडमा हुनुहुन्छ र मेरो अङ्कल हस्पिटलको बेडमा पनि लगभग 25-26 दिन भइसकेको छ। सम्पूर्ण दर्शकहरू, मेरो अङ्कललाई चाहिँ ब्लड क्यान्सर लागेको छ। सम्पूर्ण दर्शकहरू, त्यसैले यो भिडियो अन्तिमसम्म हेरिदिनु र अन्तिमसम्म हेरेर शेयर सपोर्ट गरिदिनु होला। र म यो भिडियोबाट सम्पूर्ण दर्शकहरू म थोरै हेल्प माग्न गइरहेको छु। सम्पूर्ण दर्शकहरू, यो हेल्प चाहिँ तपाईहरुले सायद मलाई मेरो अङ्कलको थोरै एउटा हेल्पले तपाईहरुको हेल्पले मेरो अङ्कलको जिन्दगी बच्छ भने तपाईहरुलाई म एउटा हेल्प माग्न गइरहेको छु। सम्पूर्ण दर्शकहरू, बिन्ती पनि गर्न चाहन्छु र मेरो अङ्कल चाहिँ अहिले हस्पिटलमा उपचार जारी छ र अहिले नेपालमा उपचार नभएको हुनाले इन्डिया पठाउने भन्ने कार्यक्रममा लागिरहेको छ। सम्पूर्ण दर्शकहरू, त्यसैले रकम कम्ती हुनाले सम्पूर्ण दर्शकहरूसँग मेरो अपिल छ, हेल्प गरिदिनु होला। मैले यहाँ माथि क्युआर र मेरो अङ्कलको फोटो राख्ने छु र फोन नम्बर पनि राखिदिने छु। सम्पूर्ण दर्शकहरूले सम्पूर्ण मेरा देश विदेशमा हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णले हेल्प गरिदिनु होला र सकेसक्दो शेयर र आफूले जति आफ्नो इच्छाले हेल्प गर्न सक्नुहुन्छ त्यति नै हेल्प गरिदिनु होला भन्दै बिना अनुरोध गर्दछु। म धेरै भिडियो बनाउन त चाहेन र अर्को भिडियोमा पनि फेरि जोडिन्छु। यहाँ धेरै अब डिस्टर्ब हुनाको हुनाले मैले लामो भिडियो बनाउन सकिनँ। हस्त, धन्यवाद। जय नेपाल।